मस्तक अर्डर आएको छ दिदीले र समोसा मधुले नमकीन बडा नमकीन बनाएको छु बडा भुजुरी बनाएको छु बडा समोसा यहाँ समोसा फ्राई समोसा हुँदैछ पनि हेर्नुस् कति सेतो तेल छ एकदम सफा ताजा उहाँ हो कुकम्यान हाम्रो हेल्परलाई पनि देखाउने हेल्पर हामी लड्डु ताजा लड्डु त्यो भुजुरी कति कन्टेनर भन्थ्यो मलाई हैन नमकिन पनि रेडी छ भुजुरी रेडी छ टक्क लाएर अब हामी प्याकिङ गर्दैछौँ समोसा फ्राई हुँदैछ सेवा दिदी हाम्रो ल फ्राई भयो समोसा तातो समोसा फाइनल्ली ओ कताको पोलो आचो पकाएको होइन क्या ओ माय गॉड ग्लोभ्स लिएर आउनु कि दुईटा आचो नानी तातो ग्लोभ्स के ग्लोभ्स भने चाहिँ बाबुले के सुन्नु भयो खालि मलाई उडाउनुहुन्छ नि हजुर आचो मम्मी बाबुले कस्तो पकाएको हो कि भित्रै पस्छ आचो अब रेडी भयो हाम्रो नास्ता यसमा समोसा एउटा लड्डु नमकिन भुजुरी ल फाइनली रेडी भयो गौरीलाई